Hi everyone! म तपाईहरूको सभ्यता। Let's go on a date with my mother. खास गरी मम्मीको वीर हस्पिटलमा फलोअप थियो। त्यहाँ सुरुमा गएर चाहिँ एकछिन आज घुम्नु पर्छ है भनेर चाहिँ हामी निस्केका थियौँ। हस्पिटलको काम पनि सकियो। त्यसपछि मम्मीले नरिवल पानी खाने भन्नुभयो। मैले पनि खाएँ। नरिवल बन्नै लागिसकेको रहेछ के। त्यहाँको दाइले अनि फुटाइदिनु भयो अनि चम्चाले हामीले त्यो खान लाग्यौँ। मलाई कस्तो लस्सी खान मन लाग्यो कि अनि मैले लस्सी पनि खाएको यस्तो बवाल थियो नि। फेरि टुई टुई घाममा छाता ओढ्दै आमा छोरी हिँडिरह्यौँ। मम्मीको चाइल्डहुडको साथीसँग चाहिँ भेट्न गयौँ हामी। त्यहाँ भेटेर मजाले कुरा पनि गर्यौँ अनि खाजा खान जाऊँ भनेर चाहिँ हामी खाजा खान गयौँ। मन्डे भएको भएर चाहिँ हामी सबैजनाले भेज मोमो खायौँ। यस्तो बवाल थियो नि साथीहरू, झन् यो अचारहरू त आरे वाह। हाई फेरि स्कुलबाट आउने बेला हुन्छ कि त्यसैले हामी फटाफट लाग्यौँ घरतिर। गाडीबाट ओर्लेपछि पानी पो पर्दिरा। सुकेको लुगा भिज्ने भयो भनेर फेरि माताश्रीलाई छुट्टै टेन्सन थियो। ल अब हामी चाहिँ घर आइपुग्यौँ। यमरी पनि किनेको थियो कि भन्नै बिर्सेछु मैले भिडियोमा। खन्चुवा त हो, आएर फेरि खान थाले झ्याम हालत तेरो फेसको। बाई बाई एभ्रिवान, आजको लागि यति नै। फेरि अर्को ब्लगमा भेटौँला।